सस्तो बजार कस्तो बजार होला जस्तो लाग्छ? अब नामै काफी छ यसो सुन्दाखेरि यो सामानहरू सस्तामा पाउँछ होला भन्ने कुरा मेरो चाहिँ आशंका हो। कस्तो बजार होला जस्तो लाग्छ? यो चाहिँ यो अनलाइन प्लेटफर्म हो, मार्केट प्लेस हो। हजुर। त्यहाँ चाहिँ अब त्यो डिफ्रेन्ट आइटम्सहरू राखेको हुन्छ, त्यो त्यहाँ गएर चाहिँ अब आफूले सर्च गरेर आफूले मन परेको सामानहरू लिने। कस्तो बजार होला सस्तो बजार? सस्तो बजार हजुर। सामानहरू अब सस्तोमा पाउने त्यस्तो होला त्यस्तो लाग्छ। सस्तोमा पाउँछ होला। नमस्कार, स्वागत छ हजुरहरू सबैजनालाई सस्तो बजार.com मा। सस्तो बजार कस्तो बजार हो भनेर हामीले यो विषयमा आज क्वेसन राख्नेछौँ। अनि आज हामी बसन्तपुरतर्फ सस्तो बजारको बारेमा केही जानकारी लिन जाँदैछौँ। हाम्रो क्वेसन रहेको छ सस्तो बजार कस्तो बजार। कसैले पनि सस्तो बजारको बारेमा राइट एन्सर दिनुभयो भने हामी सबैजनाले जसले एन्सर दिनुहुन्छ उहाँलाई 50 रुपियाँको रिचार्ज गरिदिनेछौँ। आउनुहोस्। दाइ नमस्कार। नमस्कार। हजुरको नाम के पर्यो? मेरो मोहन गुरुङ। यो बसन्तपुरमा घुम्न आउनु भएको हो? भर्खर हजुर। ए सस्तो बजार एप सुन्नु भएको छ? खोइ मैले अहिले सुनेको छैन। सुन्नु भएको छैन है? सस्तो बजार एप नै आउँदैछ। जस्तो हामीले टिकटक डाउनलोड गर्छौँ, फेसबुक डाउनलोड गर्छौँ, सस्तो बजार भनेर पनि मार्केटमा एप आउन चाहिँ अब प्ले स्टोरबाटै डाउनलोड गर्न मिल्छ होइन? सस्तो बजारमा चाहिँ तपाईँको धारणा के छ? सस्तो बजार कस्तो होला? मेरो धारणा त त्यही हो, सस्तो बजार भनेको सर्वसाधारणको पहुँच पुग्ने, हजुर, किनमेल गर्न सक्ने त्यस्तै हो होला है। तर सस्तो बजार हजुरले भने जस्तै सस्तो बजार भनेको चाहिँ तपाईँले एउटा आफूलाई चाहिने सामान पनि अनलाइन किन्न मिल्ने, आफूले बेच्न मन लागेको चिज पनि बेच्न मिल्ने, घरमै बसेर पनि आफूले केही बिजनेस व्यवसाय गरेको छ भने त्यसलाई घरबाटै फोटो हालेर बेच्न मिल्यो। त्यसमा केही चार्ज लाग्दैन, एडभर्टाइजिङ गर्न केही पनि चार्ज लाग्दैन। अरू एप जस्तै यो पनि फेसबुक भने जस्तै एउटा सस्तो बजार है त। त्यसो धेरै धेरै धन्यवाद। यो बसन्तपुर घुम्न आउनु भएको? हजुर। रमाइलो भइरहेछ? शनिबारको छुट्टीमा हो? हजुर हजुर। सस्तो बजार सुन्नु भएको छ? सुनेछ। सस्तो बजार कस्तो बजार होला? सस्तो बजार त्यहाँबाट त खासै केही गरेको छैन, तर सुन्न चाहिँ सुनिरहेको छु। सोसियल मिडियाहरूमा चाहिँ यसो आइराखेको हुन्छ, अनि त्यहीबाट यसो। हजुर हजुर। छिट्टै नै जस्तो टिकटक फेसबुक हुन्छ नि डाउनलोड गर्न मिल्छ नि, यो चलेको चाहिँ 10 वर्ष पहिल्यै चलेको हो। तर अहिले चाहिँ छिट्टै टिकटक जस्तै एपहरू प्ले स्टोरबाट डाउनलोड गर्न मिल्छ सस्तो बजारमा है त। तपाईँलाई सस्तो बजारको कुरा त्यति थाहा रहन्छ, म अहिले सम्झाउँछु है त। धेरै धेरै धन्यवाद। सस्तो बजार कस्तो बजार? मलाई थाहा छैन। प्ले स्टोरमा आउँदैछ सस्तो बजार छिट्टै नै। 10 वर्ष पहिला चलेको बजार हो, प्राविधिक कारणले अलिकति पछाडि परेको थियो, अब फेरि आउँदैछ। तपाईँको सोचमा कस्तो होला जस्तो लाग्छ? अब सस्तो बजार भन्नाले त अब हामीले त यही सोच्छौँ कि सस्तो सामान पाउने ठाउँ होइन। अब सस्तो बजार तपाईँ भन्दै हुनुहुन्छ, अब एपको स्टोर भन्दै हुनुहुन्छ तपाईँले। अब त्यहीमा अब हामीले खास थिङ्किङ नै हुन्छ कि त्यो सस्तो बजार भनेको सामान सस्तोमा किन्न पाइयो, त्यही हो। त्यस्तो लाग्यो होइन? नमस्कार है त। नमस्कार। सस्तो बजार कस्तो बजार होला? सस्तो बजार कस्तो चिप बजार होला। चिप बजार होला, जे पनि सामान सस्तोमा किन्न पाइन्छ। सस्तोमा किन्न पाइन्छ। कहाँबाट आउनु भएको तपाईँ? म जनकपुर, यहीबाट बानेश्वरबाट। बसाइ चाहिँ घर चाहिँ जनकपुर। ल, जनकपुर भाइसँग भेट्यो, खुसी लाग्यो, किनकि मलाई जनकपुर मेरो भाइहरू धेरै छन् है त। सस्तो बजार कस्तो बजार होला? सस्तो बजार आई थिङ्क यो अनलाइन प्लेटफर्म होला होइन। अनलाइन प्लेटफर्ममा के होला, जस्तो दराजहरू छ नि सेम त्यस्तै होला, तर प्रोडक्ट चाहिँ सस्तोमा होला कि आई थिङ्क। मलाई त्यस्तो लाग्यो सस्तो बजार। जस्तो अब सस्तो बजारहरू अहिले जस्तो मार्टहरू जस्तो पनि छ, बानेश्वरमा पनि एउटा मार्ट छ, त्यो सब कुरा एउटा इट मिन्स चिपेस्ट फर्ममा छ कि त्यहाँ। मलाई त्यही लागिरहेको छ, तर अहिलेसम्म म त्यहाँबाट सपिङ गरेको छैन है। तपाईँहरूलाई म ग्रुपमै सम्झाउँछु एकछिन है त, उहाँहरू दुईजनाले। सस्तो बजार कस्तो बजार होला? सस्तो बजार चाहिँ एउटा ई-कमर्स साइट जस्तो एउटा प्लेटफर्म जस्तै हो। अनि त्यसमा चाहिँ हामी सजिलै डेलिभरी पनि गर्न सक्ने फिचरहरू जस्तै अनलाइन डेलिभरी जस्तै सस्तो सामान सस्तोमा हजुर। ल तपाईँतिर आएँ म लास्टमा है। सस्तो बजार कस्तो बजार होला? खै खासै थाहा छैन सस्तो बजार भनेर कस्तो छ भनेर होइन, तर त्यस्तै एप्स छ होइन सस्तो बजार। त्यही सामानहरू खासै मलाई थाहा पनि छैन यो सस्तो बजार भनेर। तपाईँहरू सबैजना मध्ये एकजनाले 50 रुपियाँ पाउनु भएको छ, उहाँ हो है। उहाँले के भन्नुभयो? सस्तो बजार अनलाइन प्लेटफर्म होला, त्यहाँबाट चिप सामानहरू। सस्तो बजार चाहिँ अनलाइन सामानहरू, तपाईँले सेकेन्ड ह्यान्ड सामान पनि जस्तो आफूले युज गर्यो, त्यो सामान मन परेन, बेच्न मन लाग्यो,
घडी बेच्न मन लाग्यो, मोबाइल बेच्न मन लाग्यो, कुनै लुगा पनि बेच्न मन लाग्यो, इभन कि आफ्नो सक्स पनि कुनै महँगो चाहिँ बेच्छु भने पनि पाइयो है, किन्न पनि पाइयो। सेम सबै हजुर नयाँ प्रोडक्ट पनि पाइन्छ, त्यसमा पुरानो प्रोडक्ट पनि। जस्तो भनेको एउटा प्लेटफर्म हो यो चाहिँ होइन। जस्तो हामीले मोबाइल राख्यो, यहाँ चाहिँ हजुरले आउनु भयो, यहाँ घडी राख्नु भयो, अर्कोले त्यो घडी मन परायो होइन, अर्कोले फोन राख्यो, त्यहाँ फोन अर्कोले मन परायो भनेपछि एउटा प्लेटफर्म हो। तपाईँहरू मिलेर किन्न बेच्न सक्नुहुन्छ। आफ्नै प्रोडक्ट केही पनि छ, जस्तो कि हजुरले केही बिजनेस गर्नुहुन्छ त्यो बारेमा पनि सस्तो बजारमा तपाईँले फोटो राखेर बेच्न सक्नुभयो है। हजुर 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 भनेपछि हामी सबैको बजार सस्तो बजार है। ओके थ्याङ्क यू सो मच। 50 रुपियाँ म उहाँलाई दिन्छु है त एकैछिन। रिचार्ज गरिदिन्छु ल ल भन्नुहोस् सेवा गरौँ। नमस्कार। सस्तो बजार कस्तो बजार हो थाहा छ तपाईँलाई? सस्तो बजार सस्तो बजार सुन्नुभएको छ कि छैन? खै हामी भर्खर हो यता आएको। हजुर भर्खर भनेको 10 वर्ष पहिला नै लन्च भएको थियो। अहिले फेरि बिचमा प्राविधिक प्रब्लमले गर्दाखेरि अलिकति रोकिएको थियो, फेरि मार्केटमा आइसकेको छ। अहिले सस्तो बजार कस्तो बजार थाहा छ भने म हजुरलाई 50 रुपियाँ रिचार्ज गरिदिन्छु। सस्तो बजार अब राम्रो हो क्या है साधारण मान्छेहरूको लागि चाहिँ होइन। अब यो सस्तो बजार अब के भन्नु तपाईँले भन्नु फेरि सस्तो बजार कस्तो बजार? सस्तो बजार मेरो विचारमा त राम्रै लाग्छ। हुनु पर्यो। कस्तो प्लेटफर्म होला त्यो? के सस्तो बजारले के काम गर्छ जस्तो लाग्छ? त्यसले चाहिँ अब साधारण मान्छेहरूले होइन अब भनौँ न के अरे सामान्य मान्छेहरूले पनि होइन सबै चिजमा अब कारोबार गर्न सक्छ नि त, लेनदेन गर्न सक्छ, किनमेल गर्न सक्छ। ल तपाईँले सस्तो बजारको लागि तपाईँको सोच राम्रो हो, तर मलाई सस्तो बजार कस्तो बजार भनेर भनिदिन्छ है त। सस्तो बजार भनेको एउटा प्लेटफर्म हो, अनलाइन हो। तपाईँले हातमा लगाएको घडी मन परेन त्यहाँ राखेर फोटो खिचेर बेच्न सक्नुभयो, आफूले लगाएको क्याप मन परेन बेच्न सक्नुभयो। यदि कुनै चिज आफूलाई घरमा चाहिएको छ त्यो चिज किन्न बेच्न दुवै मिल्ने, घरमा बसेर आनन्दले मोबाइलले, त्यो हो सस्तो बजार है त। धन्यवाद। टोखाबाट हो? हामी त बासिन्दा परेछौँ झन्। म सामुकोसी हो, म मिडिया कर्मी नि हो है। ओके नमस्कार। नमस्ते। हजुर कहाँबाट आउनुभएको? म टोखाबाट। हजुरको शुभ नाम के? मेरो मिन गुरुङ। अहिले त टोखामा शनिबार मार्केट लागिरहेको छ है साँच्ची? त्यही सुने हो हामी नि गएको थियौँ। हजुर त्यहीँ गएर हुनुहुन्न, जानुभएको छैन? म टोखा भन्दा म यता धनेश्वरमा हो। म मिलाएर चाहिँ गइरहेको हुन्छु। हजुरले सस्तो बजार सुन्नु भएको छ मार्केटमा? सस्तो बजार सुनेको चाहिँ हो। सुनेको? हजुर। कस्तो बजार होला जस्तो लाग्छ? यो चाहिँ यो अनलाइन प्लेटफर्म हो, मार्केट प्लेस हो। हजुर। त्यहाँ चाहिँ अब त्यो डिफ्रेन्ट आइटम्सहरू राखेको हुन्छ, त्यो त्यहाँ गएर चाहिँ अब आफूले सर्च गरेर आफूले मन परेको सामानहरू लिने हो। हजुर पक्का? पक्का एकदम करेक्ट। ल थ्याङ्क यू सो मच। म हजुरलाई रिचार्ज गरिदिन्छु, लिनुहोस् नम्बर। अनि गेस गरेको मिल्यो भने, यदि मिल्यो भने म हजुरहरूलाई 50 को रिचार्ज गरिदिन्छु। त्यो चाहिँ हाम्रो तर्फबाट सबैलाई नै हो है त, मिल्यो भने मात्र है। जसले मिलाए पनि। नमस्कार। नमस्ते। हजुरको शुभ नाम के होला? गङ्गा श्रेष्ठ। कहाँबाट आउनुभएको? पोखराबाट हो? आउनुभयो। कति दिनको बसाइ छ काठमाडौँ? सन्डे जाने। काठमाडौँ रमाइलो लागिरहेछ? एकदम रमाइलो। हजुरले सस्तो बजार सुन्नु भएको छ? सस्तो बजार सुनेको चाहिँ हो। कस्तो बजार होला सस्तो बजार? सस्तो बजार हजुर सामानहरू अब सस्तोमा पाउने त्यस्तो होला। त्यस्तो लाग्छ। सस्तोमा पाउँछ होला जस्तो लाग्छ। यो कस्तो होला? कस्तो ठाउँमा होला कि के पसल होला के होला सस्तो बजार? पसल नै होला। त्यहाँ हरेक सामानहरू सस्तो पाउँछ जस्तो लाग्यो है। हो थ्याङ्क यू सो मच। सस्तो बजारको बारेमा म हजुरलाई भन्छु, त्यसको लागि धेरै धेरै धन्यवाद है त। ओके अब म उहाँलाई लिन्छु है त। ओके नमस्कार। नमस्कार। कहाँबाट आउनुभएको हजुर? पोखराबाट। पोखराबाट घुम्न आउनुभएको? हजुर। हजुरको शुभ नाम के पर्यो? उत्तम श्रेष्ठ। काठमाडौँ रमाइलो लागिरहेछ? रमाइलो छ है। पोखराभन्दा क्राउड धेरै छ त्यही भएर होइन। सस्तो बजार कस्तो बजार होला? सस्तो बजार सस्तो होला। सस्तो होला। हजुर। कस्तो सोच्दाखेरि सस्तो बजार सुन्दाखेरि कस्तो होला जस्तो लाग्छ? मार्केटमा कस्तो धमाका मचाउँछ होला सस्तो बजारले? यो त 10 वर्ष पहिला आइसकेको थियो, प्राविधिक कारणले अलिकति अहिले बिचमा रोकेर चाहिँ फेरि सुरु भएको छ। कस्तो भएर आउला सस्तो बजार? कस्तो चाहिँ होला जस्तो लाग्छ हजुरलाई? सस्तो बजार अब अझै झन् रिजनेबल प्राइसमा आउला कि झन् नि आस एउटा मार्केट होला जस्तो लाग्छ। हजुर हजुर। धेरै धेरै धन्यवाद। सस्तो बजारको बारेमा म भन्छु। सस्तो बजार चाहिँ यो अनलाइन प्लेटफर्म हो। त्यहाँ हजुरले आफूले युज नहुने सामानहरू, घरमा हजुरको मिक्सी बिग्रियो
त्यो बेच्छु भने पनि पाएँ किनकि बिग्रेको मिक्सीको त केही काम पनि छैन होइन तर त्यो कुनै सामान त्यसको सामानहरू कसैकोमा चाहिँ नभएर बसिरहेको हुन्छ नि त्यो उहाँलाई काम लाग्न सक्छ त्यो हिसाबले सस्तो बजार चाहिँ आफूले लगाएको घडीदेखि मोबाइलदेखि लिएर मोबाइल कभरदेखि लिएर अब चस्मादेखि लिएर सबै चिजहरू हो युजलेस पाइन्छ त्यो पनि अरूलाई काम लाग्न सक्छ त्यही माथि पनि हजुरले कुनै बिजनेस गर्नुभयो भने कुनै पनि घरमा बसेर बिजनेस गर्नुभयो अब नर्मली लिँदाखेरि त मोमो नै लियो हो घरमा बसेर हामीले मोमो बनाए बेच्छौँ भने अनलाइनबाट मिल्यो कि जस्तो हजुरले आफ्नो बिजनेसलाई पनि प्रमोट गर्न मिल्यो त्यहाँ हजुरलाई 1 रुपियाँ पनि लाग्दैन फ्रीमा छ है सुविधा सस्तो बजार थ्याङ्क यू सो मच अनलाइन प्लेटफर्म हो त्यही भएर मैले हजुरहरूलाई रिचार्ज गरिनँ थ्याङ्क यू सो मच होइन खुसी लाग्यो नमस्कार नमस्ते स्वागत छ हजुरलाई सस्तो बजारमा हजुर यहाँ बसेर टक्क चिसो चिसो हावा खाएर बसिरहनु भएको छ आनन्द सधैँ बस्नुहुन्छ कि शनिबार भएर शनिबार हो हजुर मेरो घर पनि यहीँ नजिकै हो हजुर हजुर त्यही कारण हजुर धेरै गर्मी छ हजुर अब गर्मीलाई हजुरले सस्तो बजार सुन्नु भएको छ सस्तो आज मात्रै सुन्दा भएको मैले हो सस्तो बजार कस्तो बजार होला जस्तो लाग्छ हजुरलाई बजार भने व्यापार हो हजुर सस्तो भने सस्तै हो हजुर जहाँसम्म लाग्छ सस्तो बजार राम्रो होला जस्तो लाग्छ मेरो विचारमा सस्तो बजार एउटा पसल होला कि के होला जस्तो लाग्छ सस्तो बजार पसल भन्दा पनि भनौँ न पसल प्लस घर घरमा पुर्याउने के भन्छ त्यसलाई बजारी एरियामा हजुर हजुर के भन्छ त्यसलाई त्यो साइकलमा पनि पठाउ जस्तै हो पठाउ कस्तो त्यो पठाउ त अनलाइन हुन्छ नि पठाइ अनलाइन हो आजभोलि केही अनलाइनबाट अदर ग्राफिकहरू पनि पठाइदिन्छ नि त्यो पनि व्यापार हो नि त्यो पनि व्यापार हो नि हजुरलाई पनि सस्तो बजार त्यस्तै होला जस्तो लाग्छ होइन ल हजुरलाई म सस्तो बजार कस्तो बजार भनेर सम्झाइदिन्छु है त सस्तो बजार चाहिँ हामीलाई कुनै पनि सामान घरमा चाहिएको छ भने त्यो घरमै बसेर मोबाइलमा अनलाइन लिन मिल्यो होइन जस्तो हजुरले पठाउ भन्नुभयो नि त्यस्तै अनलाइन गरेर त्यो चाहिँ एउटा प्लेटफर्म हो हजुरले त्यहाँ चाहिँ पुरानो सामान पनि लिन मिल्यो पुरानो सामान पनि बेच्न नि मिल्यो किन्न नि मिल्यो घरमै बसेर आफूलाई नचाहिएको सामानहरू सबै जस्तो जुत्ता कपडा केही पनि आफूलाई चाहिँदैन भने त्यो बेचिदिन्छु भन्यो भने बेच्न मिल्यो होइन अनि आफूलाई अब केही चिजहरू चाहिएको छ भने नयाँ पुरानो सबै सामान किन्न बेच्न मिल्यो सस्तो बजार यस्तो बजार छ हजुरलाई कस्तो लाग्यो सुनेर एकदम राम्रो किन भन्दाखेरि आजभोलि त अनलाइनमा त सबै कुरा मगाउने हो होइन अनलाइनमा त्यो मतलब थाहा छ कि त्यो किन्ने मात्र थाहा छ बेच्ने थाहा छैन अब बल थाहा भयो कि यो अनलाइनबाट आफूलाई नचाहेको चिज बेच्न पनि मिल्यो दिनु पनि मिल्यो त्यो थप गरेर अरू राम्रो सामानहरू पनि पाइन्छ सबैको स्तर एक जस्तै हुँदैन अब हामीले खाना पाउँछौँ अरूले नपाइरहेको हुँदैन होइन हामीले लगाएको चिज हामीले फ्याँक्नुभन्दा त्यो अरूलाई कसैले काम आउला त्यसले गर्दाखेरि कि सजिलो होस् भनेर यो सस्तो बजार आइसकेको छ मार्केटमा यो जस्तो टिकटक फेसबुक हजुरले डाउनलोड गर्नुहुन्छ नि त्यस्तै एपबाट छिट्टै आउँदैछ यो पहिला 10 वर्ष पहिला खुलिसकेको छ तर एपमा आउन चाहिँ अलिकति टाइम लाग्छ 10-15 दिनमा आउँछ त्यसपछि हजुरले सस्तो बजारमा सबभन्दा पहिला के गर्नुहुन्छ सस्तो बजारमा सबभन्दा पहिले दैनिक उपभोक्ता खानाहरू चिजहरू त्यो पनि पाइन्छ जस्तै अब जस्तै जे होस् बिहान खाली बेला खानै पर्छ त्यो खानाको सम्बन्ध हो खाना चाहिँ मतलब चाहिँ अदर गर्ने खाने सबभन्दा बजारमा भन्दा पनि बाहिर भन्दा पनि त्यो तपाईँको सस्तो बजारबाट ग्यालेरी मतलब चाहिँ खर्च हुँदैन टाइम पनि लस हुँदैन अदर ग्राफ चाहिँ राम्रो जस्तो लाग्छ आवश्यकता परेको चिज लिने दिने हो त्यही गर्ने हस् धन्यवाद स्वागत छ हजुर नमस्कार हजुर यहाँ बिजनेस छैन त हजुर आफ्नै बिजनेस हो हजुर आफ्नै हो कस्तो छ बिजनेस ठिकै छ मैले चाहिँ हाम्रो सिजन होइन नि त खासमा अफ सिजन हो त्यो पनि ठिकै छ सिजन कहिले हुन्छ यसको हाम्रो पस्मिनाको चाहिँ नर्मल्ली हाम्रो विन्टरमा हो अनि समरमा चाहिँ जाडोको टाइममा भएर अहिले गर्मी अलिक गाह्रो छ हजुर हजुरलाई मैले एउटा क्वेसन सोधेँ है त हजुर सस्तो बजार भन्ने सुन्नुभएको छ सस्तो बजार भनेर सुनेको थिएँ डिफिकल्ट यही हो भने चाहिँ मलाई म किनभने मार्केट त्यति हिँड्दिनँ नि त त्यही भएर एक्ज्याक्टली यही भन्ने थाहा है सस्तो बजार भन्दा हजुरले सोच्दा सस्तो बजार सुन्दा चाहिँ कस्तो बजार होला जस्तो लाग्छ मेरो थिङ्किङ अनुसार चाहिँ सस्तो बजार भन्ने बित्तिकै नर्मल क्लासको मान्छेहरूले पनि किन्न सक्ने के जस्तै नर्मल प्राइसको भयो 200-250 यस्तो नर्मलदेखि 1000-1500 को अराउन्डको सामानहरू होला भन्ने मेरो थिङ्किङमा चाहिँ त्यो मार्केट होला हजुर त्यो लाग्छ गर्न सक्ने भन्ने सोच्नु भयो होइन यसो कस्तो होला यसको पसल होला
होला कि के होला जस्तो लाग्छ त्यो सस्तो बजारको पसल होला या कुनै अलगै मार्केट बनिरा होला या एरिया अलग भयो होला कस्तो लाग्छ हामी जस्तो नर्मल मान्छेको सोच पनि नर्मलै हुन्छ किनभने त्यो अन्त सप्ने होला जस्तो लाग्छ मलाई चाहिँ है जस्तो लाग्छ ओके ठिक छ थ्याङ्क यू सो मच म सस्तो बजारको बारेमा त हजुरले थोरै भनिदिन्छु है सस्तो बजार एउटा अनलाइन प्लेटफर्म हो होइन जहाँ नि हजुरले घरमा यहीँ बसेर पसलमै बसेर पनि हजुरले आफ्नो सामानहरू पनि जस्तो पस्मिना केही सामान छ म बेच्छु भने पनि अनलाइनमा हालिदिनु सक्नुहुन्छ फोटो खिचेर हाल्नुभयो कसलाई जरुरत छ उहाँले किन्नुहुन्छ होइन भनेपछि यो त नयाँ सामानको कुरा भयो अनलाइन जो पनि चलिरहेछ होइन अनलाइनमा त्यसो पनि आधिकारिक रूपमा जस्तो कि सर्टिफिकेटै लिएर आधिकारिक रूपमा अनलाइन काम गर्नेहरू धेरै कम छन् नि अहिले तर यसले आधिकारिक रूपमा काम गरिरहेको छ यो 10 वर्ष पहिला खुलेको मार्केट हो होइन अनि त्यसमा प्लस पोइन्ट के छ भने हजुरले नयाँ मात्र होइन सामान हजुरलाई घरमा 1 दर्जन चुरा पनि मन परेन बेच्न सक्नुहुन्छ है त्यसमा चप्पल मन परेन जुत्ता मन परेन भने पनि बेच्न सक्नुहुन्छ भने चाहिँ यो अनलाइन प्लेटफर्म हो यसले नयाँ पुरानो सामान बेच्नुको साथै आफ्नो बिजनेसलाई पनि त्यहाँबाट ग्रो गर्न सकिन्छ धेरै धेरै धन्यवाद थ्याङ्क यू यस जानकारीको लागि हजुरलाई पनि नमस्कार नमस्ते हजुरको शुभ नाम के पर्यो मोहम्मद सरफराज हो कहाँबाट हजुर म इन्डियाबाट हो अनि त नेपाली बोल्नु भएको छ त मजाले अब बसेर धेरै दिन भयो त्यही भएर ए इन्डिया कहाँ हो हजुरको रक्सोल हो ए भनेपछि हाम्रो बोर्डर छिमेकी नै छिमेकीको नाता पर्यो नि त नजिकको नाता त्यही भएर हजुरले ठिकै छ केही भएन हजुरले सस्तो बजार सुन्नु भएको छ मार्केटमा सस्तो बजार सुन्नु भएको कस्तो बजार जस्तो लाग्छ सस्तो बजार सस्तो बजार भनेपछि अब हरेक थोक पाइन्छ सानो ठुलो सबैजना जान्छन् त्यसमा सबै चिज पाइन्छ होइन अब सबको जरुरत एक ठाउँमा पुरा हुन्छ त्यही भएर त्यसलाई सस्तो बजार राखेको हो त्यो चाहिँ हजुरलाई जस्तो एरिया छुटाएर पसल होला कि एउटा अलगै ठाउँ होला कि कस्तो होला जस्तो लाग्छ अब त्यो बनाउने ठाउँ हुन्छ होइन अब जस्तो छुट्टै एरियामा भएपछि झन् राम्रो जस्तो यो बसन्तपुर एरियामा यो पाउँछ भनिन्छ होइन अब ठमेल एरियामा एउटा छ भनिन्छ अब सबैको आफ्नो मार्केट छ नि यस्तै होला जस्तो लाग्छ कि कस्तो लाग्छ त्यस्तै हुन्छ भने त्यो मार्केट एरियामा भएपछि अलिकति सबै थोक एक ठाउँमा पाइन्छ नि सस्तो बजार सुन्दा कस्तो लाग्यो कस्तो राम्रो लाग्यो कि मलाई राम्रो लाग्यो म हजुरलाई सस्तो बजारको बारेमा भनिदिन्छु है सस्तो बजार भनेको चाहिँ यस्तो बजार सस्तो बजारमा हजुर कहीँ जानु परेन घरमै बसेर अनलाइनमा जुन सामान किन्न मन लाग्यो नि किन्ने बेच्न मन लाग्यो नि दुइटै चिज गर्नु मन लाग्यो हजुरले घरमै बसेर आफूसँग पुरानो चिजहरू छ आफूलाई चाहिएको छैन भने त्यो पनि बेच्न मिल्यो जरुरतको मान्छेले लिने भए जस्तो कि हाम्रो केही कपडा मन परेन होइन लायौँ या कुनै त्यो नयाँ कपडा किन्न नसक्ने मान्छे हुन्छ नि त त्यो मान्छेले त त्यो कपडा पनि किन्यो क्या भनेपछि सस्तो मूल्यमा त्यो कपडा पनि किन्यो भनेपछि सस्तो बजार यस्तो बजार हो सुन्दा कस्तो लाग्यो राम्रो लाग्यो थ्याङ्क यू सो किनकि एउटा यस्तो हुन्छ नि सस्तो बजार भनेपछि सानो ठुलो सबैजना त्यही एक ठाउँमै पाइन्छ त्यो अनलाइन गरेपछि त झन् राम्रो थियो क्योंकि घरमा बसी सबै चिज पाइरहेछ त्योभन्दा अरू के चाहियो मान्छेले कहीँ जानु परेको छैन बसन्तपुर घुम्न आउनु भएको हजुर होइन बस्ने त्यही हो हामी बस्ने हजुर भनेपछि खुसी लाग्यो सस्तो बजार सुनेर राम्रो हस् थ्याङ्क यू सो मच कर्मी पनि हो है साथमा फेरि ओके भाइ नमस्कार हजुरको शुभ नाम मेरो नाम प्रकाश श्रेष्ठ अहिले यो मन्दिरमा आउनु भएको पूजा होइन हामी यसै घुम्न आएको बसन्तपुर घुम्नलाई बेलुका चिसोको लागि है गर्मी छ धेरै हजुरले सस्तो बजार सुन्नु भएको छ सस्तो बजार भनेर सुन्न त सुन्थे होला तर के भनेर कहाँ के छ भने थाहा छैन सस्तो बजार भन्दा चाहिँ कस्तो बजार होला जस्तो लाग्छ त्यो आफ्नो माइन्ड मेकअप गर्दा चाहिँ सस्तो चाहिँ बजार भन्दा कस्तो होला जस्तो लाग्छ सस्तो बजार भन्दाखेरि सबै सर्वसाधारणको पहुँचमा हुने चाहिँ बजार होला जस्तो लाग्छ है सस्तो बजारले जस्तो यो बसन्तपुर यो एरियामा भयो एउटा सबैको आफ्नो बजार छ नि त होइन सस्तो यो बसन्तपुर एरिया केही चिजको लागि फेमस छ भने न्यु रोड केहीको लागि छ बाँकी ठमेल केहीको लागि छ सस्तो बजारको चाहिँ यस्तै एरिया हुन्छ होला के हुन्छ होला अब सस्तो बजार अब यहाँ आजकल त अब यहाँ अब महानगरले अब राख्न दिँदैन बाटोमा होइन तर अब सस्तो बजार जस्तै अब पहिला त हुन्थ्यो अहिले चाहिँ कहाँ छ अब एउटा सर्टेन टाइममा चाहिँ अब बिहान बेलुका चाहिँ यहाँ राखिदिन्छ क्या अरे त्यही होला सस्तो बजार त्यस्तो लाग्यो है हजुरलाई हुन्छ हजुर धेरै राम्रो कुरा हजुरलाई म सस्तो बजारको बारेमा भनिदिन्छु त सस्तो बजार भनेको यस्तो अनलाइन प्लेटफर्म कि
हजुरले कुनै पनि सामान बेच्न किन्न दुवै त्यसबाट सक्नुभयो सस्तो बजारले त्यसमा केही चार्ज लिँदैन हजुरसँग होइन हजुरले घरमै बसेर अब हामीले नर्मल कुरा गर्दा अचार बनाउनु भयो भने सस्तो बजारमा फोटो हालेर अचार बेच्न सक्नुभयो हजुरले अचार बेच्नुभयो मलाई किन्न मन लाग्यो सस्तो बजारले केही पनि गर्नु मिडल पर्सन छैन बिचमा छैन हजुर र मसँग मात्र सम्बन्ध भयो त्यो बिचको सस्तो बजारलाई केही पनि छैन त्यसमा नाम मात्र सस्तो बजार होइन भनेपछि हजुरले अब कुनै कुरा आफूलाई नचाहेको कुरा जस्तो कि हाम्रो घरमा 3टा कुकर छ 3टा कुकरमा हामीलाई 1 लिटरको कुकर चाहिएन नि त अब त्यो 1 लिटर सामान पनि बेच्न मिल्ने नयाँ पुरानो जुनै पनि सामान तपाईले किनबेच गर्न सक्ने साइडलाई सस्तो बजार भनिन्छ अनि हामीले सानोतिनो यो ह्यान्डिक्राफ्टको सामानहरू बनाउँछ हैन त्यो पनि हामीले राख्नु मिल्यो त्यो पनि मिल्यो त्यसो भए त मलाई त साच्चै काम लाग्ने हजुर हजुरको लागि साच्चै नै काम लाग्ने कुरा घरमै बसी सस्तो बजारमा तपाईले फोटो हालिकन सस्तो बजारमा किनमेल दुईटै गर्न मिल्यो आफ्नो व्यवसायलाई व्यक्तिगत हिसाबले पनि व्यवसाय हिसाबले पनि बढाउन मिल्छ कस्तो लाग्यो सुन्दा एकदम राम्रो अब त्यसको लागि मैले के गर्नु पर्छ त्यसको लागि सस्तो बजार सब्स्क्राइब गर्नु पर्यो अलि दिनमा 10 दिन या 15 दिनमा हजुरलाई प्ले स्टोरमा जस्तो टिकटक हामीले डाउनलोड गर्छौं अनि त्यसपछि फेसबुक डाउनलोड गर्छ त्यस्तै गरी प्ले स्टोरमा सस्तो बजार आउँछ एउटा त यो भन्दा अलि रिसेन्टली एउटा ठुलो अनलाइन के भन्ने पनि छ नि त्यो त मलाई अलिकति ध्यान दिन तर यो चाहिँ 10 वर्ष भइसक्यो आएको बिचमा चाहिँ प्राविधिक कारणले अलिकति तल भएको र अहिले चाहिँ हामीले प्राविधिक कारणको समस्याहरू हटाएर अहिले ठुलै मार्केटमा छ अनि यदि हामीले चाहिँ आफ्नो प्रोडक्सनहरू कुनै प्रोडक्टहरू राख्न पर्यो भने हामीले पैसा तिर्नु पर्छ पर्दैन हजुरले टक्क फोटो खिच्ने हो हजुरको साइट खुल्छ आफैले हजुरले जस्तो टिकटक अकाउन्ट बनाउनुहुन्छ त्यस्तै गरी हजुरले प्ले स्टोर आउँछ प्ले स्टोरमा आएपछि हजुरले डाउनलोड गरेर त्यसमा सस्तो बजार खोलेर आफूले फोटो हाल्नुहोस् अब मलाई एउटा मेरै टी सर्ट बेच्न पर्यो भने मानौँ कि मलाई टी सर्ट चाहिएन अब सबैले नयाँ किन्न सक्दैनन् अब कुनै कुकरकै कुरा भयो मैले कुकर कुरा गरेको थिएँ कि 3टा कुकरमा हजुरलाई 1 लिटर कुकर चाहिएन त्यो बेच्नु भन्दाखेरि नयाँ किन्नु भन्दा त पुरानो कसैलाई काम लाग्यो नि त होइन सबैले भनेर त्यो अरूले नि किन्न चाह्यो भने किन्न सक्यो के त्यो फोटो मात्र हालिदिनु भयो हजुरले फोटो हाल्नुभयो मैले हजुरसँग कुरा गरेँ किनबेच हामी बिच भयो सस्तो बजार के पनि त्यसो भए अब ट्राई चाहिँ गर्नु पर्छ किनभने अब हामीसँग चाहिँ अब एक्स्ट्रा सामानहरू थुप्रै हुन्छ भइरहेको पनि छ कतिपय त हामीले अब त्यहाँ फ्याँक्ने भन्दा नि त्यो के कपडा ब्याङ्क के भन्ने खोलेको त्यहाँ पनि लगेर दिन्थ्यो अब आजकल फेरि त्यो पनि छैन जसलाई अब युज सामान पनि उ गरेर लेस ट्राई युज भएको सामान पनि आफूले बेच्न मिल्ने भयो त्यसमा पैसाको कुरा भन्दा नि अरूलाई युज हुने भएपछि अलगै भयो नि त सस्तो बजार थ्याङ्क यू सो मच खुसी लाग्यो सस्तो बजार सब्स्क्राइब गर्नु होला है त अब यो चाहिँ कहाँ चाहिँ सब्स्क्राइब गर्ने यो चाहिँ नमस्कार नमस्ते हजुर हजुरको शुभ नाम के होला सुरेन्द्र सुवेदी कहाँबाट आउनु भएको म अहिले चाहिँ ठेमी घुम्न आउनु भएको सायदसँग शनिबारमा सपरिवार सहित हजुरले सस्तो बजार सुन्नु भएको छ सस्तो बजार सुनेको छु सस्तो बजार कस्तो बजार होला एकदमै सस्तै पाउने एकदमै सस्तै पाउने भन्नाले यो कस्तो मार्केट होला कि जस्तो यो ठमेल भयो असन भयो न्यू रोड भयो भने जस्तो बजार छ नि त्यस्तै बजार होला कि कस्तो बजार सस्तो बजार त्यो पनि छ सस्तो बजार ठाउँ ठाउँमा छ नि होस् त्यस्तो होला जस्तो लाग्छ हो यसले के चिज चाहिँ सस्तोमा देला त जोस् अब परेको रेट भन्दा कम त हुँदैन हैन जो सालको थोरै मार्जिन राखेर धेरै अरूको जस्तो जो नठगिकन चाहिँ थोरै मार्जिन राखेर अनि बेच्नेलाई सस्तो बजार त्यही नै होला हजुर ल म हजुरले सस्तो बजारको बारेमा भनिन्छ है त थोरै हजुरले भन्नुभयो पनि ठिकै हो तर सस्तो बजार चाहिँ यस्तो बजार हो यो एउटा अनलाइन प्लेटफर्म हो है यसमा चाहिँ हजुरले नयाँ पुरानो सामानहरू बेच्न मिल्यो जस्तो हजुरले घडी बेच्नु पर्यो हैन आफूले युज गरेको घडी बेच्नु भयो भने पनि त्यसमा मलाई मन पर्यो भने मैले किनेदिएँ अनलाइनबाट हैन हजुरले राख्नुभयो फोटो राख्नुभयो मैले हजुरलाई फोन गरेँ मैले किनेँ तर त्यसमा त्यो बिचमा सस्तो बजारले केही पनि लिएन हजुरसँग पनि लिएन मसँग पनि लिएन भनेको त्यो एउटा प्लेटफर्म भयो होइन भनेपछि नयाँ पुरानो सामानहरू अब घरकै कुरा गरौँ होइन हामी त अब घरकै कुरा गर्दाखेरि हामीलाई अब घरमा कुनै भाँडा मन परेन लाइक अब कुकरै मन परेन होइन कडाई मन परेन प्लेटै कुनै मन परेन भने हजुरले मसँग चाहिँ धेरै छ यो पुरानो प्लेटहरू हटाउँछु भनेर सस्तो बजारमा हालिदिनु फोटो खिचेर हाल्नुभयो भने मलाई आवश्यक छ भने मैले किनेँ भनेपछि नयाँ पुरानो सबै सामान किन्न पाइन्छ अनि आफ्नो बिजनेस पनि अब हजुरको कपडाको बिजनेस छ
म आफ्नै अनलाइनबाट कपडा बेच्छु भन्नुभयो भने अनलाइनबाट सस्तो बजार हजुरले डाइरेक्ट अब अरूसँग कस्टमरहरूसँग कुरा गरेर बेच्न सक्नुभयो अनलाइन मार्फत। यस्तो बजार हो है सस्तो बजार भनेको। पहिला चाहिँ एउटा सस्तो बजार जस्तै लागेको थियो, अनलाइनबाट सामान मात्रै किन्न चाहिँ मिल्ने एउटा थियो, जो साइट थियो त्यसबाट मैले सामान चाहिँ किनेको थिएँ। हामी एक्चुअली 10 वर्ष भयो सस्तो बजारमा आएको, प्राविधिक कारणले अलिकति ढिला भयो होइन, यो अलिकति समस्या भएर फेरि ब्याक भएको थियो। अब चाहिँ पुरै रूपमा जस्तो टिकटक फेसबुक छ नि त्यस्तै गरी एप आउँछ हाम्रो सस्तो बजारको। 10 दिनपछि एप आउँदैछ, त्यसबाट चाहिँ तपाईँले मजाले किन्न बेच्न सक्नुहुन्छ। आफूलाई यहाँसम्मकै जुत्ता मोजा मन परेन भने पनि बेच्न पनि सक्यो किन्न पनि सक्यो क्या। त्यो हिसाबले सस्तो बजार आएको छ। कस्तो लाग्यो सस्तो बजार? यसको चाहिँ सफलताको शुभकामना। धेरैलाई खाँचो पनि छ नि त, जस्तो मान्छेहरूलाई अब धेरै महँगाहरू किन्न नसक्ने अनि त्यो अवस्था छ। अनि त्यो भएपछि त अब आफूलाई सजिलो पनि भयो मान्छेहरूलाई, सबैको आवश्यकता पुरा होस् भनेर मेन यसको ऊ भनेको सोच भनेको चाहिँ सबैको आवश्यकता पुरा होस्। जस्तो हजुरले 1000 हालेर केही चिज किन्नु भएको छ भने मैले सायद 200-300 मा किन्न सक्नुला त्यो चिज मसँग सबैलाई काम लाग्यो नि त। मलाई हजुरले किन्नु भएको सामान मलाई काम लाग्यो नि त, त्यही हिसाबले बनाएको। यसको लागि सबै यो टिम जो जोडिनु भएको छ यहाँहरूलाई हार्दिक बधाई छ, सफलताको शुभकामना। धेरै धेरै धन्यवाद। नमस्कार। नमस्ते। हजुरको शुभ नाम? मेरो नाम सुजन भट्टराई। ओके भट्टराईजी, हजुर कहाँबाट आउनुभएको? मेरो बसाइ चाहिँ पेप्सिकोला, पेप्सिकोलाबाट यहाँ घुम्दै आएको अहिले भर्खर। के गर्नुहुन्छ हजुर? म एजुकेसन कन्सल्टेन्ट हो। मेरो कन्सल्टेन्सी छ पुतल सडकमा, विदेश पढाउँछु स्टुडेन्टहरूलाई। भनेपछि हामीलाई नि विदेश जानु मन लाग्यो नि, आउँदा हुन्छ होइन त? डेफिनेटली हजुर आउन सक्नुहुन्छ। ओके हजुरले सस्तो बजार सुन्नु भएको छ? सुनेको थिएँ पहिल्यैदेखि नि, यो सुनिरहेको वर्ड छ मेरो लागि। सस्तो बजार कस्तो बजार होला जस्तो लाग्छ? अब नामै काफी छ, यसो सुन्दाखेरि त्यो सामानहरू सस्तोमा पाउँछ होला भन्ने कुरा मेरो चाहिँ आशंका हो। सस्तो बजारले कस्तो कस्तो सामानहरू बेच्ला अनि कस्तो मार्केट लिएला, मार्केट चाहिँ कस्तो होला यसको? जस्तो कि यो असन भयो होइन, यो बसन्तपुर भयो, यो न्यू रोड भयो, यसको अलग अलग मार्केट आफ्नो विशेषता छ नि। सस्तो बजारले चाहिँ कस्तो मार्केट लिएला? एउटा पसल थापेर बस्ला कि एउटा एरिया कभर गर्ला कि कस्तो लाग्छ? मेरो एजम्सनमा चाहिँ सस्तो बजारले चाहिँ डिफ्रेन्ट काइन्ड्स अफ अब सस्तो अब जस मेटेरियल्सहरू अब जस्तो बेसिक डेली लाइफमा चाहिने कुराहरू चाहिँ अब सस्तोमा दिन्छ भन्ने मेरो आशंका हो। त्यही माथि अहिले तपाईँको यो इकमर्सको जमानामा डेफिनेटली पनि अनलाइनबाट चाहिँ के अरे बिक्री वितरण गर्छ भन्ने चाहिँ मेरो सोचाइ भन्नु है। यो पक्कै पनि अनलाइन मार्फत नै हो। हामी सस्तो बजार भनेको एउटा प्लेटफर्म हो जहाँ हजुरले पुरानो या नयाँ सामान किन्न बेच्न सक्नुहुन्छ। एउटा यसमा चाहिँ विशेष अलग के छ भन्नु होला भने पुरानो सामान पनि हजुरले किन्न बेच्न सक्नुहुन्छ। यसमा नयाँ चिज भने जस्तै है। हजुर हजुर। एउटा नचाहिएको सामानहरू, आफूले नचाहेको सामानहरू सेकेन्ड पर्सनलाई चाहिरहेको हुनसक्छ नि त। त्यसको लागि चाहिँ यसमा चाहिँ जस्तो कि कुनै धेरै पैसा खर्च गर्न नसक्नेले हजुरले कुनै 2000 को सामान किन्नु भएको छ भने मसँग 200 मात्र छ भने त त्यो हिसाबले मैले किन्नु पर्यो नि त होइन। अब हजुरलाई काम छैन कुनै सामानहरू हजुरले 2000 मा किनेर 200 मा बेच्नुहुन्छ भने त्यही हिसाबले चाहिँ हामीले किन्न सक्छौँ। त्यसको लागि सस्तो बजार छ। भेरी नाइस, एकदम राम्रो कुरा हो। कसै कतिपय सामानहरू हाम्रो घरमा त्यतिकै फाल्ने अवस्था हुन्छ, आजकल एक्सचेन्ज गरेर नयाँ सामान किन्न मन लाग्छ, त्यसको लागि एकदम बेस्ट लाग्यो मलाई। सस्तो बजार राम्रो छ जस्तो लाग्यो हजुरलाई? ठिक, हजुरको कुरा सुनेर एकदम राम्रो लाग्यो। डेफिनेटली राम्रै नै हुन्छ जस्तो मेरो आशंका छ। साथमा हजुरले कुनै पनि बिजनेस गर्नुहुन्छ या एड कुनै हाल्नुहुन्छ भने सस्तो बजारलाई केही पनि पे गर्नु पर्दैन है। हजुरले सबभन्दा पहिला कुनै चिज हजुरले हाल्नुहुन्छ सिधै हामी ग्राहकसम्म जान्छ। हजुरले कुनै सामान बेच्नुहुन्छ, अब मैले सेकेन्ड पर्सन अरू कोही हुनुहुन्छ भने उहाँसम्म जान्छ, हजुरको कन्ट्याक्ट हुन्छ उहाँसँग, उहाँ हजुरहरू दुईजना मिलेर किन्ने बेच्ने हजुरहरूको बिचको कुरा हो। ओके, त्यसमा हजुरहरूलाई बेनिफिट चाहिँ के हुन्छ? हामीलाई बेनिफिट भन्दा पनि एउटा प्लेटफर्म बनाएको हो। अहिले हामी चाहिँ मार्केटमा यो हिँड्न खोजेको हो होइन, यसले कतिको चाहिँ सफलता पाउँछ भनेर अहिले हामीले बेनिफिट केही पनि सोचेको छैनौँ। केही टाइमको लागि यो कतिको राम्रो सुविधा दिन्छ यसले मार्केटमा होइन, यसले कतिको सहज बनाउँछ। अब भुइँ मान्छेदेखि लिएर सबैको लागि कतिको सहज बनाउँछ भनेर यसमा छौँ हामी। यसमा कुनै पनि चार्ज लाग्दैन। ओके, भने अहिले तत्काललाई हजुरले एज अ प्रमोसनल एक्टिभिटी गरिराख्नु भएको छ यसको लागि, पछि गरेर चाहिँ सडन चार्ज डेफिनेटली लिने हाल्नुपर्छ, किनभने सर्भाइभ त गर्नै पर्यो डेफिनेटली होइन। सो ठिक छ, एकदम राम्रो लाग्यो म्याम। होइन हजुरले यस्तो भयो, हजुरले कुनै पनि अब अनलाइन चिज त मैले हजुरले याद दिइहालेँ, कुनै पनि युट्युब हजुरले अब केही चिजको लागि युट्युब हेर्नुहुन्छ भने हजुरले हेरे मार्फत होइन, हजुरले मलाई त पे गर्नुहुन्न नि, युट्युब हेरेर कसैले पे गर्छ गर्नु, तर अनलाइनबाट हामीलाई फाइदा भइरहेको हुन्छ नि होइन। त्यस्तै हिसाबले त्यसले गर्दाखेरि हजुरले त्यो युज अनलाइन सस्तो बजार जानुभयो भने हामीलाई सफलता हो त्यो। त्यही भएर सस्तो बजार मार्केटमा आएको छ होइन, एकचोटि गएर हेर्नु होला सस्तो बजार कस्तो लाग्छ। कुनै पनि चिज एकचोटि राखेर हजुरले चाहेको सामानहरू कुनै बेच्न चाहनुहुन्छ या किन्न चाहनुहुन्छ हेरेर सस्तो बजारको बारेमा हजुरले मलाई भनिदिनु। ओके, यसको वेबसाइट सस्तोबजार.com हो। सस्तोबजार.com। ओके, भएर म एकबार यसमा सर्च गर्छु होइन। अब आफूले 15 दिनपछि प्ले स्टोरमा यसको एप पनि आउँदैछ है, सस्तो बजार एपै आउँदैछ। भेरी नाइस। ठिक छ, म भरे घर जाने बित्तिकै हेरिहाल्छु र मैले चाहिने
कुराहरू केही बेच्नुपर्ने चाहिँ केही किन्नुपर्ने सबै कुरा हेरेर चाहिँ म हजुरसँग टचमा रहन्छु। थ्याङ्क यू सो मच।